आजदेखि 1 महिने स्वस्थानी व्रत र माघ स्नान सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको 1 महिना स्वस्थानी व्रत एवं कथा वाचन गरिन्छ। स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ महात्माको कुमार अगस्त्य बीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ। साथै विभिन्न शक्तिपीठको पूजा गरिन्छ। 1 महिनासम्म व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन जनै, सुपारी, पान, फूल, रोटी, अक्षता लगायत चढाई व्रतको कामना पूर्ण होस् भने भगवतीलाई अर्घ दिइने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद प्रा डाक्टर देवमणि भट्टराईले बताउनु भएको छ। स्वस्थानीमा वर्ण गरिएको काठमाडौँ साँखुको साली नदीमा आजकै दिनदेखि 1 महिनासम्म माधव नारायण मेला सुरु भएको छ। काठमाडौँ उपत्यकाको उत्तर पूर्वी क्षेत्रमा रहेको साँखुको साली नदीमा अबको 1 महिना मेला हेर्न तथा माघ स्नान गर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्छ। साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय महत्व रहेको इतिहासकार प्रकाश श्रेष्ठले बताउनु भएको छ। साली नदीमा स्नान एवं माधव नारायण र स्वस्थानीको दर्शनका लागि देशका विभिन्न भाग साथै भारतबाट समेत भक्तजन आउने गरेका छन्।